हेलो गाइज, आज चाहिँ म आइसकेको छु मासु पकाउनु। म यहाँ तपाईँहरूलाई देखाउने छु मासु पकाउनु कसरी पकाउँछु मैले। र म चाहिँ रम्बल घारीमा छ है। अहिले चाहिँ पुरै घारीमा बसेर यहाँ लुकेर पकाउनुपर्छ। तपाईँहरूलाई म देखाउँछु है चिजहरू। मैले आइटम लिएर आएको छु। पानी भयो, डेक्ची भयो, कालो पनिर, यो नुन हो, यो चाहिँ छ चिकन पाङ्रा, यो तेल चाहिँ बेसा, र यो रहेको छ ग्यास। त्यसपछि यो रहेको छ मिक्स मसला, यो रहेको छ प्याज, यो रहेको छ टमाटर, धनियाँ र अदुवा लसुन पिसको खुर्सानी, यो टमाटर, र यो रहेको छ हाम्रो ग्यास चुल्हा। गाइज के छ, के गर्ने, यस्तै छ परदेशी रुगा लागिरहेछ हल्का हल्का होइन। तपाईँ यसो ताजा बनाएर खानु खोज्दैछु म। रुगा लागेको मौसममा गर्मी चढ्दैछ, त्यही भएर रुगा लास्टै लागिरहेको छ। यो ग्यास चाहिँ हेर्नुहोस् कस्तो हुन्छ ग्यास, म तपाईँलाई देखाउन चाहन्छु विदेशको। लगाएर यस्तो हुन्छ यो ग्यास भयो। यो यसलाई चाहिँ भित्र राख्नुपर्छ, फेरि बाहिर राख्यो भने हावा आयो भने बोल्नु दिँदैन कि ग्यासलाई, हावाले पुरै उयो गर्छ। तपाईँको यो ग्यास चाहिँ कहाँनिर राख्ने भनेपछि ग्यास यहाँ हुन्छ है। फेरि ग्यास यहाँ हुन्छ। कति छ यसमा ग्यास चाहिँ हेरौँ, नयाँ ग्यास हाल्नुपर्छ किन चेक गरौँ एकचोटि होइन गाइस। चेक छ, ग्यास छन् त छ, तर नयाँ हालेर युज गरिदिउँ होइन। मासु पकाउँदाखेरि हर टाइम हुन्छ नि त, चाहिँ बिर्को हुन्छ है। ढकनी खोल्नुपर्छ। फेरि ढकनीलाई ट्याक्क खोलेर यसलाई लक हुन्छ यहाँनिर चाहिँ, यो लकमा चाहिँ ट्याक्क फसाउनु सक्नुपर्छ। फेरि यसरी फसाएर यसरी राखेँ चाहिँ लक भयो। अब यसलाई ढकनी ट्याक्क लगाएर यो लकलाई तल झारेपछि चाहिँ फिटिङ भयो। अब ग्यास बोल्छ गाइस, यो फेरि अटोमेटिक खाले हो। यसलाई दबाएर बटन अन गरेपछि ग्यास बोल्छ। ग्यास बोल्यो गाइस। अब यसलाई अलि लेभलमा राख्नुपर्ने हुन्छ, किनभने लेभल भएन भने त यहाँ फेरि भाँडा कोल्टिन्छ। एकतिर मात्रै ठुलो हुन्छ। यसलाई चाहिँ अलि लेभलमा कतिको छ, लेभलमा छ त यो छैन होला के एउटा हालिदिनु। कागज केही छ देखिनँ मैले। फेरि के हालिदिनु होला, यत्तिकै भयो भने लेभल हुन्छ। यो काठ हालिदिनु है त गाइस। यो काठ चाहिँ टक्क लाने होइन, फेरि भने अलिअलि यत्तिकै भयो। अब चाहिँ मैले यहाँ डेक्ची बसाल्नु पर्ने हुन्छ है। डेक्ची पनि सिलाबरको के गर्नु, सस्तो खाले किनेको सस्तो नै भइरहेछ। भिडियो चाहिँ धेरै लामो बन्न सक्छ है। आज चाहिँ तपाईँलाई म पकाएकोदेखि सबै देखाउने छु। प्याज मैले अलिअलि त यहाँ प्याज पनि हाल्नुपर्छ। प्याज पनि हाल्नुपर्छ यहाँ होइन, अलिअलि त के। अब यसलाई तेल लगाइदिउँ। मोबाइल के भयो, तेल हाल्नुपर्ने हुन्छ होइन गाइस। तेलको नाम के हो यो, धेरै पढेको मान्छे फेरि जान्दैन पढ्नु नि। के को थोप्ला हो यो, पुरै घुमिरहेको छ।
बिलाउँदैन थियो यो।